Welcome everyone. Today I'm going to teach you one of the biggest secret in trading. Most of the trader think like indicator is a king. Some people thinks like support and resistance is a king. So सबभन्दा महत्त्वपूर्ण चाहिँ support and resistance हो. यो भयो भने हुन्छ भन्ने लाग्छ धेरैलाई. So support and resistance is a king. यो धेरै लाग्छ. Some SMC trader अथवा ICT trader think like यो जुन ट्रेडिङ कन्सेप्ट छ यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट छ. This is the king. तर एक्चुअली ट्रेडिङमा चाहिँ के हो त किङ. बट टुडे आई विल प्रुभ यु क्यान्डल इज द रियल किङ. इन्डिकेटर, एसएमसी, आइसिटी, एभ्रिथिङ इज सेकेन्डरी. फर्स्ट इज क्यान्डल. सो क्यान्डल इज अ किङ. सो विदाउट अन्डरस्ट्यान्डिङ क्यान्डल स्टिक तपाईँले मार्केट स्ट्रक्चर, ब्रेकअप स्ट्रक्चर, होइन, लिक्विडिटी कहाँ छ, फेयर भ्यालु ग्याप कहाँ छ, अर्डर ब्लक कहाँ छ भन्ने कुराहरू बुझ्न सकिँदैन. So यो सबै ह्यापन हुन्छ based on the candlestick. So everything starts with the candle. Every candle tell us a story about buyer and seller. So कहाँ buyer छन्, कहाँ seller छन् र तिनीहरूले मार्केटमा कसरी रियाक्ट गरिरहेछन् भन्ने थाहा पाउन के हुन्छ, क्यान्डलस्टिक थाहा पाउनुपर्छ हामीलाई. सो वी हेभ टु नो क्यान्डल बिफोर मार्केटमा के भइरहेछ भन्ने थाहा पाउनलाई. सो लेट्स बिगिन द चार्ट. चार्टमा हेरौँ हामीले. जस्तो तपाईँले हेर्नुभयो भने यो चाहिँ एउटा क्यान्डल हो. दिस इज द क्यान्डल. है, दिस इज द क्यान्डल भने यो क्यान्डलमा चाहिँ के छ, वी हेभ अलवेज अ 4 थिङ्स इन क्यान्डल. हामीसँग 4वटा कुराहरू हुन्छ क्यान्डलमा. त्यो के हुन्छ, ओपन, हाई, लो, क्लोज. सो मार्केटको ओपन कहाँ छ, जस्तो मानौँ मार्केट यहाँनिर ओपन भयो होइन, दिस इज दि ओपन. सो यो के हो, यो चाहिँ मार्केटको ओपन हो भने मार्केट क्लोज कुन लेभलमा भयो, यो लेभलमा गएर चाहिँ मार्केट क्लोज भयो. सो दिस इज दि, है, यो क्लोज हो भने मार्केटले जुन तलको तपाईँको स्विङ बनाएको छ यो चाहिँ लो हो. यो चाहिँ के हो, हाम्रो लो हो भने दिस इज द हाई अफ द क्यान्डल. सो यो चाहिँ के हो, हाई हो. सो हाई हो. सो यसरी चाहिँ क्यान्डलमा जहिले पनि के हुन्छ, 4वटा लेभलहरू हुन्छन्. सो तपाईँले यहाँ देख्न सक्नुहुन्छ. जस्तो यो के हो, यो हाम्रो के हो, इट्स अ बेरिस क्यान्डल अनि यो के हो, इट्स अ बुलिस क्यान्डल. सो यो चाहिँ के हो, इट्स अ बुलिस क्यान्डल भने हाम्रो क्यान्डल के छ, यो तपाईँको ओपन थियो मार्केटमा, दिस इज द ओपन लेभल. त्यस पछाडि यो चाहिँ हाम्रो के थियो, दिस इज द ओपन लेभल, यो क्लोज लेभल थियो भने यहाँ हाम्रो स्विङ हाई, तपाईँको हाई जुन लेभल छ त्यो यहाँ देखिएन मार्केटमा. सो यो चाहिँ के हो, लो हो. मार्केट स्ट्रङली फल गर्यो, सेलर हाबी भयो, मार्केटमा सेलर हाबी भए, यिनीहरू स्ट्रङली यो लेभलसम्म आयो मार्केटमा. त्यसपछि बायरले थोरै पुस गरे माथि, त्यसपछि क्लोज चाहिँ कहाँ भयो, यो लेभलमा भयो. थोरै क्लोज गरे र माथि चाहिँ थोरै माथि चाहिँ क्लोज भयो है. सो यो चाहिँ बेरिस क्यान्डल हो भने बुलिस क्यान्डलमा तपाईँले के देख्न सक्नुहुन्छ भने बुलिस क्यान्डलमा के छ, मार्केट ओपन भयो यो लेभलमा, दिस इज आवर ओपन, मार्केट क्लोज भयो दिस लेभल भने मार्केटको हाई कहाँ छ, यहाँनिर छ. त्यसै गरी मार्केटको लो चाहिँ यो लेभलमा छ. सो यहाँ के भयो भने बायर मार्केटमा हाबी भयो होइन, बायरले चाहिँ यो लेभलसम्म मार्केट लग्यो, माथि टपसम्म लग्यो, थोरै सेलर देखियो यहाँनिर, थोरै मार्केट तल आएर क्लोज भयो. भनेपछि यो मार्केट, यो मोमेन्टम कसरी भयो भने मार्केट ओपन भयो, त्यसपछि डाउन साइड आयो थोरै, फेरि ब्याक टु माथि गयो मार्केट स्ट्रङली. यहाँ के भयो तपाईँको चाहिँ सेलरहरू हाबी भए, थोरै सेलरहरू आए मार्केटमा. सो यो लेभलमा के हो, मार्केट क्लोज भयो भनेपछि यसरी चाहिँ मार्केट चाहिँ क्लोज भयो यहाँनिर. सो इट्स अ बुलिस सिनारियो. र यो क्यान्डल तपाईँले जति मिनटमा हेरे पनि क्यान्डल वर्क्स दिस आइडिया होइन. क्यान्डल तपाईँले यो क्यान्डल चाहिँ तपाईँले 5 मिनट, 1 आवर, 4 आवर जति पनि मिनटमा चाहिँ तपाईँले त्यसरी नै काम गर्छ र तपाईँले मार्केटलाई क्यान्डल थ्रु चाहिँ त्यसरी नै एनालाइसिस गर्न सक्नुहुन्छ. जस्तो दिस इज आवर 4 आवर क्यान्डल होइन, यो 4 आवर क्यान्डल हो. यहाँ क्यान्डल के छ तपाईँको, यहाँ चाहिँ के छ, मार्केट बुलिस छ, बिग बुलिस क्यान्डल छ, फेरि बिग बुलिस क्यान्डल हो, मार्केट सेलरहरू आए तर यो स्मल रिट्रेसमेन्ट हो, यो चाहिँ अगेन इट्स अ बुलिस क्यान्डल. सो यसरी क्यान्डलहरू फर्मेसन भइरहेको हुन्छ. तपाईँले एभ्री आवर, एभ्री टाइम फ्रेममा चाहिँ तपाईँले सेम प्याटर्नको सेम आइडिया थ्रु चाहिँ तपाईँले एनालाइसिस गर्न सक्नुहुन्छ. सो इट वर्क्स फर एभ्री टाइम फ्रेम. सो क्यान्डलभित्रको साइकोलोजी चाहिँ के हुन्छ त, क्यान्डलले कसरी वर्क गर्छ.
सो क्यान्डल हेरेर चाहिँ त्यहाँ बायर र सेलर कहाँ छन् र कसरी रियाक्ट गरिरहेछन् कसरी थाहा पाउने हेरौँ है। जस्तो यहाँ एउटा इक्जाम्पल हेरौँ हामी। मार्केटमा के छ, यो एउटा बिग बुलिस क्यान्डल भयो, यहाँ बायरहरू हाबी भए, बायर आए, माथि के छ यहाँ रिजेक्सन छ भनेको यो विक भनेको के हो, यो चाहिँ रिजेक्सन हो। बायरले पुस गरे स्ट्रङली माथि, तर यहाँ थोरै चाहिँ रिजेक्सन आयो भनेको यहाँ सेलरहरू आए है। एट द एन्ड यो लेभलमा चाहिँ सेलरहरू हाबी भए। सो अप्पर साइडको विक भनेको के हो, रिजेक्सन हो होइन। सो त्यसै गरी तपाईँको बेरिस क्यान्डलमा हेर्नुहुन्छ भने पनि जस्तो यो त्यसपछिको सेकेन्ड क्यान्डल यो हेरौँ। यो क्यान्डलमा के छ, मार्केट ओपन भयो, यहाँनिर ओपन भयो, मार्केट माथि गयो, स्ट्रङली माथि गयो, फेरि तल आयो भनेको यहाँ पनि के देखिन्छ भने इट्स अ रिजेक्सन। बेरिस क्यान्डलमा हेर्नु भने पनि यहाँ के देख्छौँ हामीले, यो एउटा अप्पर साइड यहाँ एउटा रिजेक्सन देख्छौँ हामीले होइन। स्ट्रङली सेलरले डोमिनेट गरिरहेको छ यहाँनिर। पछि के दिन्छ भने अप्पर विक भनेको चाहिँ तपाईँको सेलरको पाटो हो। सो जस्तो यो क्यान्डलमा हेर्नुभयो भने अप्पर विकले चाहिँ के जनाउँछ भने त्यहाँ सेलर इन्टर भयो मार्केटमा भन्ने जनाउँछ। जहाँ लोवर विक छ त्यहाँ चाहिँ को छन्, बायर छन्। जस्तो यो क्यान्डल के छ, बेरिस छ, बट यहाँ तल डाउन साइडमा तपाईँले हेर्नुभयो भने यहाँ रिजेक्सन देखिन्छ भनेको यो चाहिँ बायर हो। बायर ट्राई टु पुस अप होइन, यसरी चाहिँ यसले काम गरिरहेको हुन्छ। क्यान्डल हेरेर चाहिँ मार्केटमा चाहिँ को हाबी छ, बायर छन् कि सेलर छन् भन्ने थाहा पाउनु पऱ्यो। सो जहिले पनि बिग बुलिस क्यान्डल देयर इज अ स्ट्रङ बायर, बिग बेरिस क्यान्डल देयर इज अ स्ट्रङ सेलर। सो सेलरले मार्केट डाउन साइड ल्याए होइन। भने जहाँ स्मल क्यान्डलहरू फर्म हुन्छन् त्यो चाहिँ के हो, इन्डिसिजन हो। इट्स अ टाइप अफ इन्डिसिजन है। जस्तो यो लेभलमा आएपछि मार्केट के भएको छ, यो चाहिँ स्मल क्यान्डल फर्म भइरहेछ होइन। यो लेभलमा तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ स्मल क्यान्डल भनेपछि यो चाहिँ के हो भने इट्स अ इन्डिसिजन कन्टिन्यू। जस्तो यहाँ डाउन साइड आइरहेछ मार्केट भने यो कन्टिन्यू डाउन साइड जान पनि सक्छ अथवा यो अप साइड जान पनि सक्छ। सो यो चाहिँ के हो, इट्स अ इन्डिसिजन। यहाँ के भयो, मार्केट स्ट्रङली डाउन साइड आयो, इट्स ट्राई टु गो अप, यहाँ बिचमा चाहिँ के भयो, इट्स अ इन्डिसिजन। सो वाइ क्यान्डल इज किङ। सो क्यान्डल चाहिँ किन किङ हो त, वाइ क्यान्डल इज किङ। इन्डिकेटर हुनुपर्ने होइन, इन्डिकेटर, एसएमसी, आइसिटी। सो यो चाहिँ किङ हुनुपर्ने हो नि, किनभने मोस्ट अफ द ट्रेडर युज इन्डिकेटर र फेन्सी कन्सेप्टहरू युज गरिरहेको हुन्छ। तर वास्तवमा चाहिँ क्यान्डल इज अ किङ। किन भन्नु होला भने मार्केट स्ट्रक्चर मेड बाई क्यान्डल्स, स्विङ हाइज मेड बाई क्यान्डल्स, मार्केटमा स्विङ लोज भन्छ, इट्स मेड बाई क्यान्डल्स, ब्रेकअप स्ट्रक्चर मेड बाई क्यान्डल्स होइन, चेन्ज अफ क्यारेक्टर मेड बाई क्यान्डल्स, लिक्विडिटी स्विप यो पनि क्यान्डल थ्रु नै हुने भयो, सपोर्ट एन्ड रेजिस्टेन्स इट्स बिल्ड बाई क्यान्डल्स। सो क्यान्डल इज एभ्रिवेयर। यदि तपाईँले मार्केटमा क्यान्डल हटाइदिनु भयो भने देयर इज नथिङ रिमेन, इट्स अ ब्ल्याङ्क होइन। सो जति पनि हामी मार्केटमा आइडिया लगाउँछौँ, जति पनि हाम्रो स्ट्राटेजी युज गर्छौँ, त्यो सबै के हो भने इट्स बेस्ड अन क्यान्डल। सो द्याट्स वाइ क्यान्डल इज अ किङ। सो अब स्ट्रङ क्यान्डल्स र विक क्यान्डल्स चाहिँ हामीले कसरी थाहा पाउने त, यो क्यान्डल चाहिँ स्ट्रङ क्यान्डल हो र यो क्यान्डल चाहिँ विक क्यान्डल हो भनेर हामीले कसरी चाहिँ त्यसलाई चाहिँ आइडेन्टिफाई गर्ने, वाट इज द वे। स्ट्रङ क्यान्डल यहाँ कस्तो हो त भन्दा जस्तो यहाँ हेरौँ, इट्स अ बुलिस क्यान्डल होइन। बुलिसमा के छ, यो चाहिँ स्ट्रङ क्यान्डल भनेको जहिले पनि के हुन्छ, बिग क्यान्डल हुन्छ। एउटा क्यान्डलको साइज चाहिँ के हुन्छ, बिग क्यान्डल हुन्छ। र इफ मार्केट बुलिस छ र बाइङ साइड क्यान्डल बनिरहेको छ भने हेरि छ सानो रिजेक्सन हुन्छ होइन। यो अप्पर विक जुन छ, अप्पर विकको लेभल चाहिँ सानो हुन्छ, इट्स स्मल विक छ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ होइन। बिग क्यान्डल, स्मल रिजेक्सन होइन। क्यान्डल चाहिँ जुन हाई छ त्यसको नजिक चाहिँ क्लोज हुन्छ। सो इट्स अ साइन अफ स्ट्रङ मोमेन्टम अफ बाइङ। बेरिस क्यान्डल पनि सेम कुरा हुन्छ, बिग क्यान्डल होइन, तपाईँको त्यसपछि गएर लोवर जुन विक छ त्यो विक नै हुँदैन अथवा स्मल विक हुन्छ। जस्तो यहाँ तपाईँले हेर्नुभयो नि यहाँ के छ, विक छैन होइन। सो क्लोज नियर द स्विङ लो अथवा स्विङ लो नै यहाँनिर बनेन। सो यो जुन क्लोजिङ छ यो नै क्लोजिङ भयो। सो इट्स अ स्ट्रङ साइन। सो जहिले पनि हामीले नर्मली हेर्ने हो भने तपाईँले बायर र सेलरको जुन क्यान्डल फर्मेसन छ, बुलिस र बेरिस क्यान्डलको जुन क्यान्डल फर्मेसन छ त्यो अनुसारले तपाईँले चाहिँ कुन चाहिँ स्ट्रङ क्यान्डल हो र कुन चाहिँ विक क्यान्डल हो भनेर थाहा पाउन सक्नुहुन्छ होइन। जस्तो यहाँ तपाईँको चाहिँ स्ट्रङ क्यान्डल थियो, ब्याक टु ब्याक अर्को पनि राम्रो क्यान्डल बन्यो, त्यसपछि के भने इट्स अ विक क्यान्डल। यहाँनिर तपाईँले हेर्नुभयो भने विक क्यान्डल छ, स्मल क्यान्डलहरू छन्। जब स्मल क्यान्डल बन्न थाल्यो त्यसपछि मार्केटमा रिजेक्सन आइहाल्यो, जस्तो माथि आयो मार्केट, फेरि यहाँ के भयो, फेरि स्ट्रङ विक क्यान्डल बन्यो फेरि मार्केटमा। यहाँनिर पनि के भयो, मार्केटमा विक क्यान्डल फर्म भयो, फेरि के भयो त्यसपछि
कन्टिन्युसन आयो फेरि बिग क्यान्डलहरू फर्म भयो भनेको स्ट्रङ मार्केट स्ट्रङ क्यान्डल यहाँ फर्मेसन देखिन्छ सो यसरी काम गर्छ स्ट्रङ र विक क्यान्डल तपाईँले यसरी थाहा पाउन सक्नुहुन्छ तपाईँ मोमेन्टम ट्रेड गर्नुहुन्छ भने यु लभ स्ट्रङ क्यान्डल्स होइन यदि रिभर्सल ट्रेड गर्नुहुन्छ भने वाच विक क्यान्डल्स आफ्टर स्ट्रङ ट्रेन्ड्स होइन सो बिगिनरले चाहिँ के मिस्टेक गरिरहेको हुन्छ भने वाट बिगिनर डु रङ बिगिनरले चाहिँ के रङ गरिरहेको हुन्छ बिगिनर चाहिँ मेमोराइज प्याटर्न कसरी कस्तो भइरहेको थियो होइन सुटिङ स्टार कहाँ फर्म भइरहेछ ह्याङ्गिङ म्यान कहाँ छ पिनबार कहाँ बनिरहेछ सो उनीहरू त्यो नाममा फोकस गरिरहेको हुन्छन् सो यु डोन्ट फोकस अन दिज नेम्स मेन चाहिँ तपाईँको यसको नामभन्दा पनि यो कहाँ फर्म भइरहेछ आर यु अन्डरस्ट्यान्डिङ द स्टोरी बिहाइन्ड इट यो किन फर्म भयो यदि तपाईँले त्यो थाहा पाउन सक्नुहुन्छ भने मात्रै यु क्यान ट्रेड होइन सुटिङ स्टार र मर्निङ स्टार भनेर छिर्दैमा तपाईँ प्रफिटेबल हुन सक्नुहुन्न सो डोन्ट ट्रेड बिकज अफ द नेम ट्रेड बिकज यु अन्डरस्ट्यान्ड द लजिक यु अन्डरस्ट्यान्ड द स्टोरी बिहाइन्ड इट मार्केटको कन्टेस्ट के हो त्यसले मोर म्याटर गर्छ जस्तो यहाँ के बनिरहेछ स्ट्रङ पिन बार बन्यो यहाँनिर होइन यहाँ के छ स्ट्रङ रिजेक्सन छ यो चाहिँ के हो स्ट्रङ पिन बार क्यान्डल बनिरहेछ भनेपछि यो क्यान्डलको नेम हेरेर हामीले त यहाँ त बाई गर्नुपर्ने हो वी हेभ टु लुक फर बाई तर के भयो मार्केट त माथि गएन नि इट्स कन्टिन्यू फल डाउन हामीले जहिले पनि भनिहालेँ क्यान्डल हेरेर चाहिँ क्यान्डलको नेमको आधारमा चाहिँ ट्रेड गर्ने भन्दा पनि त्यो क्यान्डल कहाँ फर्म भइरहेछ र त्यसले मार्केटमा कस्तो रियाक्सन दिइरहेछ त्यो आधारमा चाहिँ हामीले ट्रेड गर्न सकिन्छ मेरो वान अफ द स्ट्राटेजी आई हेभ मल्टिपल ट्रेडिङ स्ट्राटेजी होइन सो मैले डिफ्रेन्ट स्ट्राटेजीलाई डिफ्रेन्ट वेमा चाहिँ एनालाइज गरिरहेको हुन्छु र त्यसलाई डिफ्रेन्ट हिसाबमा ट्रेड पनि गरिरहेको हुन्छु सो जस्तो वान अफ द आइडिया मेरो एकदमै सिम्पल सपोर्ट एन्ड रेजिस्टेन्सलाई युज गरेर चाहिँ मेरो ट्रेडिङ स्ट्राटेजीको एउटा पार्ट तपाईँलाई म यहाँ सेयर गर्छु कसरी हेर्न सकिन्छ भनेर मार्केटमा यहाँ के छ इट्स अ रिजेक्सन एरिया होइन यो के हो एउटा सपोर्ट लेभल हो 4 आवरमा हेर्नुहुन्छ भने तपाईँ यहाँ के छ यो एउटा के हो रेजिस्टेन्स एरिया हो है यो चाहिँ एउटा के हो रेजिस्टेन्स एरिया हो होइन यो चाहिँ के हो भने इट्स अ यो पहिलाको सपोर्ट एरिया थियो यहाँनिर जस्तै यहाँ हुन्छ नि इट्स अ सपोर्ट एरिया मार्केटले के गर्यो यसलाई रिजेक्सन गर्यो ब्याक टु फेरि यही लेभलमा गएर फेरि के गर्यो जुन सपोर्ट थियो यो चाहिँ इट्स बिकम रेजिस्टेन्स यहाँनिर मार्केट फेरि तल डाउन साइड आयो त्यसपछि यो लेभलमा गएर मार्केटले यसलाई ब्रेक गर्यो है मार्केट यसरी गयो भने अब हामी कसरी ट्रेड गर्न सक्छौँ त भने यो चाहिँ हाम्रो आवरली चार्ट हो यो मेजर सपोर्ट लेभल मल्टिपल ट्रस्ट पोइन्टहरू भयो यो होइन सो 5 मिनटमा हामीले हेरौँ जस्तो मैले के गर्छु भने मैले एउटा इन्डिकेटर युज गर्छु त्यो भनेको के हो भने सेसन बेस इन्डिकेटर चाहिँ एउटा मैले युज गरिरहेको हुन्छु जस्तो लेट्स सी मार्केट के थियो मार्केटमा के थियो भने इट्स अ स्ट्रङ मोमेन्टम मार्केटमा स्ट्रङ मोमेन्टम थियो हिजोको एसियन सेसनको पछाडि मार्केट स्लोली के भयो डाउन साइड आयो त्यसपछि लन्डनमा मार्केटले त्यति राम्रो रियाक्सन दिएन अब हामीले कसरी प्लान गरेर हेर्नु है मार्केटले तपाईँले 5 मिनटमै हेर्नुहुन्छ भने पनि इट्स अ स्ट्रङ रेजिस्टेन्स लेभल मार्केटले त्यसलाई मल्टिपल टाइम रेस्पेक्ट गरिरहेछ मल्टिपल टाइम यसलाई रेस्पेक्ट गरिरहेछ मार्केटले भने अब हामी न्युयोर्कमा कसरी छिर्ने तपाईँलाई क्यान्डलको नेम थाहा हुनु पर्दैन इट डजन्ट म्याटर नाम जेसुकै होस् त्यसले केही फरक पार्दैन तपाईँले के थाहा पाउनु पऱ्यो भने साइकोलोजी थाहा पाउनु पऱ्यो कि यो क्यान्डल किन फर्म भइरहेछ र यसले के रियाक्सन दिन सक्छ मार्केटमा भन्ने कुरा चाहिँ थाहा हुनु पऱ्यो जस्तो यहाँ हेर्नु है मार्केट के थियो इट्स अ बुलिस मार्केट अलमोस्ट यो रेन्जको चाहिँ 50%मा यहाँ टच गर्यो मार्केट अलमोस्ट जुन यो रेन्ज थियो यो रेन्जको 50% एरिया मार्केट आएर माथि गयो तर यसले ब्रेक गर्न सकेन माथि अब यदि तपाईँ न्युयोर्क सेसन ट्रेड गर्नुहुन्छ भने जस्तो मैले हेरेँ भने कसरी गर्छु भने अब यहाँ बुझौँ है जस्तो कसरी हामी यहाँ ट्रेड लिन सकिन्छ लन्डनमा के भयो मल्टिपल टाइम मार्केटले यो लेभललाई रेस्पेक्ट गरिरहेको थियो भने जब न्युयोर्क ओपन भयो यहाँ इन्टरनली हेर्नुहुन्छ भने के छ हायर हाई छ मार्केटमा है मार्केटमा के छ हायर हाई फर्म भइरहेछ भने अब तपाईँले बाई अथवा सेल गरेर कसरी थाहा पाउने लुक एट दिस यहाँ के छ इन्टरनली के छ मार्केट बुलिस छ यहाँनिर भनेपछि यदि हामी न्युयोर्कमा बाई प्लान गर्ने हो भने फर्स्ट हामी वी हेभ टु वेट फर दिस ब्रेकआउट यो लेभलको ब्रेकआउट पहिला हेर्नु पऱ्यो हामीले यदि यो ब्रेकआउट दिन्छ भने वी क्यान गो इन बाइङ इन रिटेस्ट होइन यो रिटेस्टबाट चाहिँ हामी बाइक लैजान सक्यौँ तर मार्केटले के गर्यो भने यो लेभलमा मार्केट आयो यो जुन तपाईँको चाहिँ यो जुन ट्रेन्ड लाइन तान्नु भयो भने यो जुन सपोर्ट बनिएको थियो यहाँनिर यसलाई न्युयोर्क सेसन ओपन हुनुभन्दा अगाडि नै यसलाई मार्केटले ब्रेक गरेको छ यो ब्रेक गरेको छ है सो ब्रेक गरे पनि
न्युयोर्कमा के हुन सक्थ्यो भने इट्स इफ बाइङ चाहिँ स्ट्रङ थियो भने यो कन्टिन्यू माथि जान सक्थ्यो, हाम्रो बाइङ प्लान यहाँ यो लेभलमा यसरी हुन सक्थ्यो, तर मार्केटले त्यो गर्न सकेन। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ के गर्यो मार्केटले, ट्रेन्ड लाइन ब्रेक गर्यो, यहाँनिर स्मल क्यान्डलहरू इन्डिसेन्ट टाइपको क्यान्डलहरू यहाँ फर्म भयो होइन। यहाँ जस्तै एउटा स्ट्रङ बुलिस पनि देखायो क्यान्डल, एउटा बुलिस क्यान्डल फर्म भयो, फेरि तपाईँको मार्केटमा सेलर हाबी भयो होइन, फेरि यहाँ मार्केटमा के भयो सेलिङ पनि आयो, लिक्विडिटी हन्ड भइरहेको छ यहाँनिर। अब तपाईँको यो लेभलमा के छ, बाइङ हाम्रो यो माथिको लेभलमा मात्रै हुन्थ्यो भने अब यहाँ मार्केटले के गर्यो, ब्रेकआउट दियो, इन्डिसन भयो, यो माथिको मार्केटले यो लेभलको होल लिक्विडिटी दियो किनभने यहाँ लिक्विडिटी स्विप भयो, त्यसपछि स्ट्रङली बेयरिश क्यान्डल फर्म भयो भने चाहिँ अब मार्केटले के कन्फर्म गर्यो भने इट गोज डाउन। यदि मार्केट माथि जान्थ्यो भने यही लेभलबाट मार्केट माथि जान सक्थ्यो, माथि जान सकेन, तल चाहिँ गयो भने चाहिँ वी क्यान लुक फर सेल होइन। त्योपछि हामी यहाँ सेलको लागि हेर्न सक्यौँ, यो क्यान्डलमा इन्ट्री गऱ्यो हामीले, दिस इज आवर एसएल लेभल टार्गेटिङ मिनिमम 1:2। यो हामीले के गर्यो, अब तपाईँले के छ यहाँनिर यो क्यान्डलको नाम के हो भन्ने कुरो इट डजन्ट म्याटर, तपाईँलाई थाहा हुनु पर्दैन, नाम जेसुकै होस्, तर तपाईँले के थाहा हुनु पऱ्यो भने क्यान्डलको रियाक्सन के छ, यसको मिनिङ के हो र यसको स्टोरी के हुनसक्छ, यो किन फर्म भइरहेछ। जस्तो तपाईँले यहाँ हेर्नुभयो भने, जस्तो यहाँ हेर्नु है, मार्केटको फर्स्ट रिजेक्सन कहाँ थियो, यो लेभलमा थियो जहाँबाट मार्केट डाउन साइड आएको थियो, फेरि ब्याक टु दिस लेभल, मार्केट त्यही लेभलमा फेरि गयो। अब यहाँ हेर्नुभयो भने यहाँ क्यान्डल तपाईँले पढ्न सक्नुहुन्छ, बिग बाइङ क्यान्डल, एज अ बिग बाइङ क्यान्डल आयो मार्केटमा, त्यसपछि स्मल क्यान्डलहरू फर्म हुन थाल्यो यहाँनिर, भनेको अब विक बाइङ देखिन्छ यहाँनिर। जब मार्केट प्रिभियस रेजिस्टेन्स लेभलमा पुग्यो त्यहाँनिर के देखियो, विक बाइङ देखियो मार्केटमा। र तपाईँ अब सेलिङ कहाँ गर्ने कसरी गर्ने भने तपाईँ हेर्न सक्नुहुन्छ, जस्तो यहाँ विक क्यान्डल स्मल क्यान्डल छ, फेरि तपाईँको बाइङ क्यान्डल यहाँ एउटा आयो भनेपछि अब यहाँ के भयो भने एउटा यहाँ स्ट्रङ बाइङ क्यान्डल आयो भनेपछि मोस्ट अफ द ट्रेडरहरू जो फोमोमा यहाँ बाइङ इन्टर गरिसकेका हुन्छन् होइन, उनीहरूले सिधै यहाँबाट बाई गरिसकेका हुन्छन्। त तपाईँले के गर्नु पऱ्यो, बाई गर्नलाई यसलाई ब्रेक गरेर रिचेसमा आउँदाखेरि मात्रै तपाईँले बाई गर्नु पऱ्यो। त्यसपछि यहाँ के भयो, लिक्विडिटी हन्ड भयो यहाँनिर। त्यसपछि जब स्ट्रङ बाइङ क्यान्डल बन्यो त्यसपछि ब्युटिफुल सेलिङ क्यान्डल, यहाँ त कति राम्रो सेलिङ क्यान्डल बनिरहेको छ। सो ब्युटिफुल सेलिङ क्यान्डल फर्म भयो भनेपछि इट कन्फर्म कि मार्केट गोज डाउन। हामी यसरी चाहिँ डाउन साइडको लागि प्लान गर्न सक्छौँ। सो जहिले पनि के बुझ्नु पऱ्यो भने इन्डिकेटर फलो प्राइस, स्ट्राटेजी फलो प्राइस, अल्गोरिदम मुभ प्राइस, बट प्राइस क्रिएट्स क्यान्डल। सो यदि तपाईँ राम्रोसँग चाहिँ क्यान्डल बुझ्नुहुन्छ भने तपाईँले मार्केट बुझ्न सक्नुहुन्छ। Start reading the story behind the candle. If you learned something valuable in this video, like this video, subscribe to our YouTube channel, The Nepali Trader. See you in the next video.